हेलो हेलो गाइस सबैजनालाई दर्शन नमस्ते। अनि मैले चाहिँ आज बच्चाहरू सबैलाई लिएर आज जंगलतिर वनभोज खानलाई गए, नयाँ वर्ष मनाउनलाई पनि गए। बच्चाहरू पनि धेरै छ, गाउँभरिको बच्चाहरूलाई उठाएर हैन सबैजना मिलेर कुखुरा सिंगै लिएर आएर चटपटेको सामानहरू लिएर आएर अनि हामीले चाहिँ आज नयाँ वर्ष यति मनाउने विचार गर्दैछौँ। अनि धेरै भोक लागेको थियो, 2 बजिसकेको थियो, त्यसैले हामीले चाहिँ यहाँ चटपटी बनाएर खाँदै गरौँ अनि पछि मासुहरू पकाउँला भनेर चाहिँ भात चाहिँ पाकिसकेको थियो। धेरै भोक लागेर सहनु नसकेर हामीले चाहिँ चटपटी बनाउँदै छौँ। पहिला सुरुमा चटपटी खाएर अनि भात खाने, अनि भात खाएर चटपटी खाने भनेर सोचेको थियौँ, धेरै ढिला भयो। त्यसैले म चाहिँ लागि चटपटी बनाउनको लागि, बच्चाहरूले चाहिँ हेल्प गर्दै थियो। अनि हजुरहरूको चाहिँ कस्तो भयो नयाँ वर्षको? हाम्रो चाहिँ यस्तो हुँदैछ, अब टाढो जाऊँ भने पनि गाडी लाग्छ, बच्चाहरू छ, पैसा धेरै खर्च हुन्छ। पैसा नभएको बेलामा बच्चाहरूलाई अब भनेको जस्तो दिन सकिन भने मान्छेको अगाडि बेइज्जत हुन्छ अनि थोरै तिनो पैसाले पुग्दैन। त्यसैले यो आइडिया अपनाएको हामीले। अनि मलाई चाहिँ फेरि नेपालदेखि विदेशमा हुँदाखेरि नेपालमा गएपछि बच्चाहरूसँग यसरी नै खाना धेरै रहर थियो, त्यसैले बच्चाहरूले पनि जमजम दिदी भनेर भन्यो। त्यसैले यस्तो गर्दैछु। हजुरहरू त मन्दिरहरू कता कता पार्कतिर घुम्न जानुभयो होला है। अनि हाम्रो चाहिँ स्पेशल भयो आजको पार्टी भनौँ कि के भनौँ, आजको घुमघाम जङ्गलतिरै भयो, धेरै रमाइलो भयो। अनि बच्चाहरूले पनि दाउरा खोज्ने, आगो ढुङ्गा खोज्ने, आगो फुक्नको लागि, चुल्हा बनाउनको लागि मैले चाहिँ सबै सामानहरू घरमै बनाएर ल्याएको थिएँ। आलु मात्रै थिएन, अरू चाहिँ सबै थियो। अनि बनाउँदैछु गाइसहरू, बच्चाहरूलाई भिडियो बनाउन लाग्यो, हल्लाउँदैछ। अब ठुलो मान्छेले बनाएको भए पो राम्रो हुन्थ्यो र हैन। ठिक छ, मैले चाहिँ एउटा हातले मोल्न नसकेर दुईटा हातले चटपटे मोल्दैछु र कस्तो धेरै मिठो देखेको, कलर राम्रो देखेको हैन, केही पनि केमिकलहरू हालेको छैन। मैले चाहिँ आफ्नै घरमा आफ्नै हातले बनाएर तातो सस लिएर आएको थिएँ। अहिले चाहिँ सस अलिकति चिसो भइसकेको छ अनि चटपटी बनाएर चाख्न दिएको, दामी भयो भन्दैछ हुन पनि हैन। अहिले चाहिँ हामीले खाइसक्यौँ अनि मैले चाहिँ लास्टमा भोइस ओभर गर्दैछु। चटपटी त बब्बाल के हैन, सबैजनाले पसलमा भन्दा पनि मिठो भयो भनेर भन्यो। हजुरहरूलाई पनि मैले बनाएको चटपटी खान मन छ भने मेरो घरमा आउनु होला प्लिज गाइसहरू। र सबैजनालाई ह्याप्पी न्यू इयर, बाई बाई गाइस। राम्रोसँग नयाँ वर्ष मनाउनु होला। हाम्रो चाहिँ राम्रै भयो आजको नयाँ साल।